यहाँहरु सबैलाई नमस्कार। कर्णालीको आँखा युट्युब च्यानलमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछौं। हाम्रो च्यानललाई सब्स्क्राइब, लाइक र शेयर गरी सहयोग गरिदिनु होला। हामी कर्णाली प्रदेशको विभिन्न कला, संस्कृति र पर्यटकीय ऐतिहासिक क्षेत्र भेग र हरुको वास्तविक अवस्थाको बारेमा यहाँहरुलाई यो च्यानल मार्फत जानकारी दिने गरिराखेका छौं। र आज हामी तिहार पर्वको अवसरमा लक्ष्मी पूजाको बेलुका कर्णाली र सुदूरपश्चिम प्रदेशमा खेलिने भोसी खेलको बारेमा दैलेखका विभिन्न क्षेत्रहरूमा खेलिएका खेलहरूको प्रस्तुत गर्न गइराखेका छौं। जस्तै हामीले नारायण नगरपालिका, त्यसैगरी भैरवी गाउँपालिकाको राउतकोटका विभिन्न क्षेत्रहरू र त्यसैगरी महाबु गाउँपालिकाको बडाखोला लगायत विभिन्न क्षेत्रहरूमा खेलिएको भोसी खेलहरूको बारेमा यहाँहरूलाई हाम्रो च्यानल मार्फत प्रस्तुत गर्न गइराखेका छौं। साथै म भोसी खेलको बारेमा यहाँहरूलाई केही जानकारी दिन गइराखेको छु। भोसी खेल एक प्रकारको लोक खेल र सामुदायिक पर्वको रूपमा लिने गरिन्छ, जसमा गाउँका पुरुष र महिला केटाकेटीहरू सहभागी भएर दौड, कुस्ती, लट्ठा र सामूहिक नाच जस्ता गतिविधिहरू गर्ने गर्छन्। भोसी भन्ने शब्द कर्णाली र सुदूरपश्चिममा मित्रता अथवा समूहमा खेलिने परम्परागत खेलको रूपमा प्रयोग गर्ने गरिन्छ। खेल मनोरञ्जन र प्रतिस्पर्धा र उत्सवको रूपमा लिने गरिन्छ। त्यसैगरी भोसी खेल भन्नाले गाउँलेहरूको बीचमा सामूहिक खेल र रमाइलो पर्वको रूपमा मनाउने गरिन्छ र यसलाई चाहिँ समूह बनाउने र यसमा टोलका केटा र केटी समूहहरू र वृद्ध-वृद्धाहरू पनि हुने गर्दछन्। टोल-टोलमा समूह बनाएर घर-घरमा जाने पनि गरिन्छ। प्रत्येक समूहमा मादल, झ्याली, मजुरा र हाल साउन्ड बक्सहरू पनि प्रयोग गर्ने गरिन्छ। गीत गाउने, यसमा दैलेखको अथवा यहाँको स्थानीय बोलीहरूको लवजहरू प्रयोग गर्ने गरिन्छ र यसलाई लक्ष्मी देवीको स्वागत गर्ने, शुभकामना आदान प्रदान गर्ने, हाँस्य ठट्टाहरू, मित्रता गर्ने र कहीँ कतै यो भोसीको रातितिर युवा युवतीहरू विभिन्न उच्छृङ्खल शब्दहरू प्रयोग गरेर पनि ठट्टा गर्ने गरेको देखिन्छ। यसरी दैलेख र कर्णाली प्रदेशका विभिन्न भूभागमा यसलाई अत्यन्त महत्त्वका साथ हेर्ने गरिन्छ र यो भोसी खेल्नकै लागि पनि विदेशमा भएका र बाहिर भएका, जिल्ला बाहिर भएका व्यक्तिहरू पनि विशेष गरी यसलाई अत्यन्त महत्त्व मानेर आउने गरेको देखिन्छ र यसलाई भव्य रूपमा मनाउने गरिन्छ। र हामी भोसीका विभिन्न गतिविधिहरू, क्षेत्रको गतिविधिको बारेमा यहाँ चाहिँ प्रस्तुत गरिराखेका छौँ र यहाँहरूले हाम्रो च्यानल सबै हेरेर सहयोग गरिदिनु होला। यहाँ जो